चाहिँ अहिले ओभरअल गएको सन्चफेन भन्ने ठाउँबाट अलिकति बाहिर निस्केका छौँ। आज हामी त्यो माथि डाँडामा जान्छौँ। त्यो ठाउँको नाम चाहिँ ग्रिन्टेन हो। सायद हामीलाई अब 2-2.5 घन्टा लाग्छ होला। हामी चाहिँ 4 जना छौँ, म मेरो साथीहरू। आज त्यो माथिको डाँडा उक्लिनु जाँदै गरेको छौँ, जुन यहाँबाट देखिरहेको छ। देखाए अनुसार चाहिँ लगभग 2 घन्टा चाहिँ लाग्छ, तर हेरौँ कति टाइम लाग्छ। सो लेट्स सी। यो चाहिँ हाम्रो स्टार्टिङ पोइन्ट हो, तर यहाँबाट चाहिँ हामीलाई ग्रिन्टेन जान 3 आवर्स लाग्छ। सो त्यो आउसप्लिक हो क्या एउटा सिस्नु पानीले अझ झन् पोल्छ नि। रङ प्यारेन्टिङको बारेमा बोल। कसैले युज गरेर छोड्छ क्या। हामी चाहिँ यहाँबाट अलिकति उकालो चढ्न सुरु गरिसकेको छौँ र सबैभन्दा फर्स्टमा चाहिँ माथि चागदा पुगिसक्नु भएको छ र म चाहिँ सबभन्दा लास्टमा छु, किनभने म भिडियो खिच्न थालेँ नि त। त्यहाँबाट चाहिँ हामीले माउन्टेन रेन्जहरू देख्न सक्छौँ, जुन चाहिँ अहिले स्नो बिना त्यति राम्रो देखिएको छैन। सानो छ प्लान्टहरू सबै हार्भेस्ट गरिसकेको। हामीलाई चाहिँ त्यो टुप्पोमा पुग्नु छ। सो त्यहाँ तल चाहिँ 1 घन्टा आधा जस्तो लाग्यो भनेर देखाएको थियो। त्यसपछि चाहिँ हामी 15 मिनट जति हिँडिसकेको छौँ। सो हेरौँ अब कति टाइम लाग्छ। रुबी हेर्नु जाने रहर चाहिँ छ क्या, रुबी हेर्नु जानु। त्यही त गाई साल चाहिँ हेर्नुहुन्थ्यो। म चाहिँ यहाँ माथि आइसकेको छु, उनीहरू चाहिँ त्यहाँ तल छन्। सो म चाहिँ अलिक छिटो हिँड्दै आएँ। अब यति एक्लै माथि पुगेर मजाले त्यता बस्नुपर्छ, कहाँ आइपुगेँ भनेर। अलिअलि हिँड्नु बाँकी छ। पहिले चाहिँ अलिकति शीतलको बाटो आएको छ। कान्टेबुला मिठो बनाउँछ। हजुर बाटो छैन होला, बाढ छ छैन ब्रदर। स्ट्यान्ड नगर्नु कता छैन होला त्यो।
लगाएर बस्नु पर्ने ठाउँ जस्तो तर टेन्ट लाउदिन्छ नि त्यो चाहिँ थाहा भएन कम्फर्ट हेरिकन तिम्रो क्यान्सरले केही खान पाएन भने बढेन नि त अनि लास्ट डिफ्रेन्ट कलर क्या माटो सुत्ती बिटमा हिँडेको